Good morning from Albany. So hi guys, this is Bisika and welcome back to my mini vlog part 2. So बिहान हामी जुरुको उठेर घरको वरिपरि घुम्यौं अनि त्यसपछि हामी शपिङ गर्न गयौं। मलाई मेरो साथीले लुगा किनिदिए। मलाई चाहिँ कसैले गिफ्ट दियो भने चाहिँ यति धेरै खुसी लाग्छ नि। अनि त्यसपछि हामी घुम्न निस्क्यौं। युएसए को भ्यूहरु इन्जोय गर्दै हामी निस्क्यौं। यहाँ त कति डाँडा काँडा देख्न पाइने। क्यानाडामा त्यति धेरै डाँडा काँडा देख्न पाइदैन। डाँडा काँडा देख्न त पाइन्छ तर अलि पर जानुपर्छ। मलाई त यहाँ आइपुगिसके पछाडि कस्तो पोखरा आइपुगे जस्तै फिल भयो। पोखराको फेवा ताल अनि वरिपरि त्यो ठाउँहरु सेम ठ्याक्कै। अनि हामीले एड्रेस उल्टो लगाएर कुन चाहिँ रिसोर्ट भित्र छिर्यौं। रिसोर्ट पनि दामी थियो न, तर हामी जान थालेको ठाउँ चाहिँ अर्कै थियो। हामी गयौं चाहिँ अर्कै ठाउँमा। के छैन यहाँ पनि घुमौं भनेर अब $20 पार्किङको तिरिसकेको छ। त्यही भएर यसो भ्यूहरु घुमेर जाम भनेर घुम्यौं। अनि त्यसपछि त्यहाँबाट त त्यहाँनेरि पुरै वेडिङ हुँदै थियो कि के थियो, कस्तो दामी रमाइलो लागिरहेको थियो। सबैजना बिचहरु यस्तो रिसोर्टमा नुहाइरहेका थिए। यस्तो दामी भ्यू देखिरहेको थियो। घाम पनि टिलिक्क टल्केको थियो। अनि यसो वरिपरि त्यही घुम्यौं। अनि त्यसपछि त्यहाँबाट निस्क्यौं। अनि त्यसपछि हामी फेरि ब्याक फर्क्यौं। यसो भ्यूहरु हेर्दा त त्यो हेटौडादेखि चितवन जाने बाटो हुन्छ नि, सेम त्यस्तै लागेको थियो भ्यूहरु हेर्दाखेरि। अनि हामी फाइनली त्यो ठाउँ पुग्यौं। एकछिन गाडी पार्क गर्यौं अनि त्यही वरिपरि यसो भ्यू हेर्दै इन्जोय गर्दै हिँड्यौं। अनि घोडा देख्यो। मलाई फेरि घोडा देख्ने बित्तिकै फोटो खिच्न मन लाग्यो। यहाँ चाहिँ डगले ड्राइभ गर्न लागिरहेछ। अनि कस्तो भोक लाग्यो अनि हामी त्यहीँको रेस्टुरेन्टमा एकछिन गयौं। अनि त्यहाँनेरिबाट टन्नै खानेकुरा अर्डर गर्यौं, खायौं। त्यसपछि अनि हामी फर्क्यौं। त्यसपछाडिबाट फेरि एल्बनी नै पुगेर एल्बनीको एक भन्ने ठाउँ हेर्न गयौं। हेर्नुहोस् न कस्तो दामी दामी बिल्डिङ हो यो। ओहो। अनि त्यसपछि त्यहाँनेरि फोटोसोटो खिच्यौं। आई लभ न्युयोर्क लेखेको थियो। अनि हेर्दाखेरि त पुरै युरोप भाइब्स आइरहेको थियो। सबै युरोप जस्तो लागिरहेको थियो। आफू त जान त गएको छैन, त्यही पनि पुरै युरोप जस्तै बिल्डिङहरु देखेर खुसी लागिरहेको थियो। आजलाई यति नै। थ्यांक यू फर वाचिङ।